यसपालि पनि एसएलसी फेल भयो हैन अनि जाँच यता दिन्छौ उता पास कसरी हुन्छ त अब यता चाहिँ पास हुन्छ हैन त लुगा नापेर आको कि आगो तापेर आको अनि पुष्पाजीले के माथि चढ भन्नुभयो के भनिस् रुखा माथि चढ भन्नुभयो हुँदा हुँदा दिउँसै रक्सी चढाउन थाल्यो हैन अब नाइट बस हो र राति मात्रै चढाउनलाई मेरो खराब पानी छ मेरो खराब आइ तेरा बाउ खा चाँडै खा छिटो अझै मिलेनस् ए साथी तरकारी अचार केही छैन खत्तम यो चाहिँ सट्टा हो कि क्या हो किन मिठो मिठो सट्टा आउी हो त रे त्यसका बाजे के गरिरहे हो त त्यहाँ देखेनौ यहाँ पढिरहनी जमिनमा बसेर पढ्यो सधैँ फेलका फेल त्यही भएर रुखा चढेर पढायो नि यसपालि त एसएलसी पास भा रुखा चढेर पास हुने भइदिया भए बाँदर जति सबै डाक्टर र इन्जिनियर हुन्थे तैँले गाउँमा रुख चढ्न जाने छैन अनि यस्तो त कहाँ चढ्नु हो गाउँमा त भुइँसी मात्रै चढ्यो यति राति आइछस् त खास कुरो त उडाएर ल्याइस् कि के हो गङ्गा भएर उडाएर ल्याउनलाई ए अर्को हिरो खोइ त हिरो कहाँ एक्लै आउँछ त हिरोइनसँग आउँदै खालि खत्तम अब के गर्छस् त केटो खास त तँलाई उडौँ भनेको त कहाँ छड्किस त्यही भएर उसैलाई उडाइदियो मैले मेरो खराब पानी छ मेरो खराब साला मैले धर्रा र घण्टाघरको लभ परे फर्स्ट टाइम देखेला आज त नौनलाई छस् त तिमी जस्तो हो त महिना दिनमा नुहाउने मेरो त 28-29 दिन भयो कि जिउ चिलाइहाल्छ आजकल तिमी जस्तो राम्रो केटी नै पाइँदैन हाम्रो आमा त स्याम्पल पिसै हो नि कहाँ भेटेछन् कुनै हाम्रा बाले त्यसको असर मलाई सोच परिरहेको छ यहाँ फेरि बिहाको कुरा ननिकाल है आमा तिमीले बासँग चाँडै बिहा गरेर के पायो भन त तलाई पाइन तलाई तिमीले हात दिनु सिकायौ अब म यो ब्यानर कसरी च्यात्ने त्यो सिकाउँछु एक्सक्युज मी नेपालीमा भन अंग्रेजी बुझ्दिन वार्ताको टेबलमा एकचोटि बस्दै नि त यो केटीलाई मेरो फोन नम्बर कसले दिएछ पछाडिको 6 वटा त मैले दिया हो अगाडिको 4 कसले दिएछ आर यु कमेडी मी ओइ भोलि तिमीहरुको बिहान के गर्ने प्लान छ भन त बिहान उठ्ने मुख धुनी बम पड्काउने 4 बम पानी त आउँछ कहिले आउँछ मरेपछि आज मर्यो कान्छा भोलि पानी खान्छ प्लिज मलाई हेल्प गर्नु बस थ्यांक यू किन आतेको म त आत्या छैन उ पछाडी हेर त यसका साथै रेडियो नेपालको बिहानको सम्पूर्ण प्रसारण यही सकिन्छ जय नेपाल।